The Great Saptari. The best Saptari. Green Rajvira. 1087 ईसातिर तिरहुत राज्यको राजधानी सिम्रौनगढमा थियो। पछि यो राज्य दक्षिण भारतबाट आएका कर्नाटवंशी राजा न्यायदेवको चौदण्डीमा अधिकार गर्न खटाए। तर किराँत प्रदेश विजय नभएसम्म दक्षिण बढ्नु उपयुक्त नठानी उनलाई मकवानपुरमा तयार भई बस्न आदेश दिए। सरदार रामकृष्ण कुँवरको नेतृत्वमा गएको फौज फेब्रुअरी 1773 मा अरुणको किनारसम्म पुगिसकेपछि 17 मई 1773 मा पृथ्वीनारायण शाहले भारतको गभर्नर जनरल वारेन हेस्टिंग्सलाई कामदत्त सेनलाई षड्यन्त्र गरी हत्या गरेको र विजयपुर र अमरपुर यानी कि वर्तमान सिरा र सप्तरी माथि अवैध रूपमा अधिकार जमाइराखेको हुँदा बुद्धिकरण राई खोबाङसँग बदला लिन पठाउँदैछु, उक्त प्रदेश आफ्नो कब्जामा लिन सके साबिक बमोजिम नजराना पठाउने छु भन्ने बेहोराको पत्र आफ्नो वकिलहरूको हातमा पठाए। तर उक्त पत्रको उत्तर प्राप्त हुनु अघि नै अभियान सिंह बस्नेतको नेतृत्वमा गोर्खाली फौज चौदण्डी विजयको लागि अगाडि बढ्यो। चौदण्डी र त्यसको तराई भाग जसमा सप्तरी र सिराहा पर्दछ 16 जुलाई 1773 मा गोर्खाली फौजको हातमा पर्यो र त्यहाँको राजा कर्णसेन भागेर मोरङ आए। 27 मई 1773 को पत्रको नकारात्मक उत्तर प्राप्त नभएको र 30 अक्टोबर 1773 को पत्रमा गभर्नर जनरलले तपाईले पठाएका पत्रका विषयमा आवश्यक कारबाही गर्नेछु भन्ने लेखेकोबाट पृथ्वीनारायण शाहको आदेशमा अभियान सिंह बस्नेतले शत्रु पक्षमा राम्रो तयारी नभएको र मध्य वर्षातको यामबारी 17 जुलाई 1774 मा विजयपुर उप हमला गरेर त्यो राज्य पनि आफ्नो हात पारे। यो विजयपछि अंग्रेजहरूको मित्रता कायम राख्नपछि विजयपुर र अमरपुर यानी कि वर्तमान सिराहा र सप्तरी इलाकाबाट फौज हटाउन आग्रह गरे। तर गोर्खालीहरूले मकवानपुर आदिको विजयमा बुझाउँदै आए झै यी इलाकाका विषयमा पनि मालगुजारी बुझाउन तयार भएकोले यी इलाका गोर्खालीहरूको अधिकारमा आएर इस्ट इन्डिया कम्पनीलाई कुनै किसिमको हानि छैन भन्ने जवाब दिए। यस प्रकार विवाद चल्दै रहे पनि चौदण्डी राज्यको मातहतमा रहेको सप्तरी इलाका सन् 1773 मा नेपाल अधिराज्यको एक भागको रूपमा गाभियो। पछि 1814 ईसामा इस्ट इन्डिया कम्पनीसँग लडाईको कतिपय कारणहरू मध्ये यी इलाकाहरू उप कसको नियन्त्रण रहने भन्ने कुरा पनि देखिन आएको छ। 28 नोभेम्बर 1814 मा अंग्रेजहरूले राखेको सन्धि प्रस्तावको शर्तमा
यी तराईका प्रदेश उप कम्पनीकै अधिकार मान्नुपर्ने र यस बापत नेपाललाई वार्षिक 2 लाख तिर्ने र औलोले ग्रस्त यो क्षेत्र आफ्नो नियन्त्रणमा लिई पछिसम्म कि जंगल राखी बुद्धिमानी देखेनन्। यस प्रकार सन् 1816 पछि मात्र वर्तमान सप्तरी जिल्ला र वरिपरिका तराई जिल्लाहरू नेपालको पूर्ण अधिकारमा आएको हो। सप्तरीको इतिहास, सप्तरीको भूगोल र सप्तरीको ऐतिहासिक ठाउँहरूलाई जोडिएका छन्। एक यस्तो ठाउँ सप्तरी जहाँ चाहिँ सप्तकोशी 7वटा ऋषिले तपस्या गरेको ठाउँ, उनीहरूले ज्ञान पाएको ठाउँ र सप्तकोशीको ब्यारेजमा दर्शकहरू एकदम घुम्न आउँछन्, रमाउँछन्। नेपालकै सबभन्दा ठुलो नदी र त्यहाँका वातावरण एकदमै रमणीय छ। सप्तरी जुन एउटा नाम छ त्यसरी नै प्रख्यात त्यहाँका केही ऐतिहासिक धरोहरका मन्दिरहरू जुन चाहिँ सप्तकोशीको ब्यारेजबाट 5 किलोमिटर पश्चिमतिर रहेका कङ्काल्नी मन्दिर र कङ्काल्नी मन्दिरमा दशैंको नवरात्रिमा 500 देखि 800 रागाहरू बलि दिने गर्दछन् र भाकल मान्छेहरूले गर्दाखेरि आफ्नो भाकल पूरा भएको कुराहरू बनाउँदछ। कमल फुलले सजिएका सप्तरी जुन एकदमै रमणीय वातावरण हुन्छ। सप्तरीमा रहेका एक ऐतिहासिक ठाउँ हनुमान नगर जहाँ चाहिँ 11औं शताब्दीमा स्थापना गरिएको हनुमानका मूर्ति जुन चाहिँ सिमरनगढ राज्य हुँदाखेरि त्यहाँका राजाले पूर्वमा हनुमानको मूर्तिलाई स्थापना गरेका थिए र त्यो मूर्ति चाहिँ हनुमान नगरमा छ र त्यसैको नामबाट हनुमान नगर रहेको छ। सप्तरीकै एक यस्तो ऐतिहासिक ठाउँ जुन चाहिँ छिन्नमस्ता मन्दिर भन्ने गर्दछन्। त्यहाँ वर्षको लाख मान्छेहरू भिजिट गर्दछन्, आउँदछन् र त्यो ठाउँ एकदमै महत्त्वपूर्ण शक्ति देवी पीठहरूमा प्रख्यात रूपमा गनिन्छ र यहाँको वातावरण अति नै रमणीय। नरिवलका बोटहरू, त्यहाँका शक्तिशाली एउटा देवीको स्थान रहेको हुनाले वर्षको धेरै मान्छेहरू आउने गर्दछन्। यो मिथिला घर भन्ने गर्छ, त्यहाँको माटोले बनिएका कसैबाट नसिकाइएका त्यहाँ कलात्मक घरमा चाहिँ कलात्मक तरिकाले विभिन्न बुट्टाहरू, डिजाइनहरू, लोक कलाले तयार पारिएका सजिएका घरहरू हेर्न सकिन्छ जुन चाहिँ हाम्रो नेपाली इतिहासमा, नेपाली परिवेशमा फरक खालको एउटा वातावरण देखिन्छ। त्यहाँको घरहरूको बनावट पनि छुट्टै प्रकारको देखिन्छ। त्यो ताल दह जुन चाहिँ एकदम प्राकृतिक रूपले रमणीय वातावरण लोहजारामा अवस्थित छ। यहाँ चाहिँ वर्षको हजार मान्छेहरू घुम्न रमाउन आउँदछन् र यी प्राकृतिक सुन्दर अवस्था लोहजारा दहको हामी देख्न सकिरहेछौँ। जुन चाहिँ सप्तरी जिल्लाको कञ्चनपुर ठाउँबाट केही पर पश्चिमतिर हाइवेको साइडमा रहेको धारापानी एकदमै भिरहरू, त्यसको वातावरण, नदीहरू र त्यो छाउमा चाहिँ परका मान्छेहरू भिजिट गर्न आउँदो रहेछन्। चीड़े चुन मुन गीत सुनावे सगरे
माथे से सबके पोछे पसीना आहवन पर वापचिया दिव्य भूमि पावन मिथिला में स्वर्ग माछा मार्ने तरिका पनि केही फरक हुँदो रहेछ। कसै ठाउँमा जालले माछा मार्ने गरिन्छ भने कसैले कोइना बाँसको कोइना बनाएर माछा मार्ने गर्दछ। सप्तरी जिल्लाको स्वयम्भूनाथ गाउँपालिकामा रहेका स्वयम्भूनाथ मन्दिर 300 BC देखि लिएर 500 BC को जुन एउटा ऐतिहासिक ठाउँ छ त्यहाँबाट ल्याइएका मूर्तिहरू हुन्। लिएर वैशाख 30 गतेसम्म 1 महिना प्रत्येक दिन मेला लाग्दो रहेछ। अब यो ठाउँ भनेको सप्तरी जिल्लाको मरौटी कृष्ण सोब्रन गाउँपालिकाभित्र मरौटी पर्दछ र यो वातावरण हेर्नुहोस् कति आनन्द। कृष्णरामको एउटा कथामा आधारित त्यहाँका मूर्तिहरू र अहिलेसम्म जनविश्वास आइरहेका छन्। सँगै हाइवेबाट 5 किलोमिटर उत्तरतिर यो ठाउँ अवस्थित छ। सप्तरी एउटा नेपालकै अन्न भण्डारको रूपमा चिनिएको ठाउँ र त्यो ठाउँ एउटा धान गहुँ विभिन्न बालीहरू भएको हुनाले एउटा रमणीय वातावरण धानै धान भएको एउटा तलमाथिको पहाडमा हामी हेर्दै गर्दाखेरिको शीतल र समथर भूभागको रूपमा रहेको सप्तरी यसरी आनन्द लिन सकिन्छन् यहाँका हराभराहरूसँग। सप्तरी जिल्लाको एकदमै पुरानो र ऐतिहासिक ठाउँ शम्भुनाथ गाउँपालिकाको कनकपट्टीमा यो ठाउँ पर्दछ र यो ठाउँको बारेमा हामीले कुरा गर्नु पर्दाखेरि 300 BC देखि लिएर 500 BC को एभिडेन्सहरू फेला परेका छन् जुन चाहिँ पुरातत्व विभागले प्रमाणित गरेका छन् र यो टाइम एरा भनेको मौर्य वंश जुन एउटा राज्य शासन गरिरहेको थियो त्यो बेलाको कुराहरू आउँछ यहाँ। यता नेपालमा हेर्दाखेरि बुद्धकालीन समयपछिको टाइमले लिन्छ र यहाँ चाहिँ थुप्रै भग्नावशेषहरू अवस्थितहरू कुराहरू यत्रतत्र छरिएका छन् हाम्रो इतिहासहरू। बोधे वर्षेनमा अवस्थित मान राजा ठाउँ पनि एक ऐतिहासिक ठाउँहरूमध्येको एक हो र यो ठाउँ धोती कुर्ता गमछा पगड़ी पहिरन बहुत सुहावन धोती कुर्ता गमछा पगड़ी पहिरन बहुत सुहावन सभ्य संस्कृति मधुसन भाषा नंदन सन घर आंगन मंदिर मस्जिद चर्च अनुपम प्रेम सिंधु सप्तरी मंदिर मस्जिद चर्च अनुपम प्रेम सिंधु सप्तरी The great Saptari, the best Saptari, the great Saptari, the best Saptari. उर्वर धरती ज्ञान सरोवर सगर मथा का शान कोसी गंगा धारा पश्चिम धार बलान सागर बिच सुंदर समाज सागर बिच सुंदर समाज अपन गीत सप्तरी The great Saptari, the best Saptari, the great सप्तरी the best सप्तरी the great सप्तरी the best सप्तरी